यति बेला हामीहरू यो हाम्रो गाउँमा रहेको यो ठुलो खोलामा आएका छौँ। विशेष गरी हाम्रो यो पारिपट्टि हाम्रो यो घट्ट थियो पहिला। यो घट्टमा हामी जाँदैछौँ। यो घट्ट हामीले धेरै वर्ष यो घट्ट हामीले सञ्चालन गरियो यो खोलाको किनारमा। हामीहरू यो जाँदैछौँ। त्यस्तै गरी यो यहाँ एउटा दह छ। विशेष गरी हामी तुर्गा साथले तिप्लसे लगायतका हाम्रो सही साथीहरू पौडी खेल्न सिकेको ठाउँ नै यो हो। त्यो घट्ट नेराको दह भनेर चिनिन्छ यसलाई। हामी यो दहलाई अहिले त यहाँ पानी कम छ। हामीले यहाँबाट थुनेर यो लगभग यहाँबाट थुनेर हामीले एकदम ठुलो दह बनाएर हामी पौडी खेलिन्थ्यो। अहिले त यो सबै यो भेलले खोलेर लगेको छ, यहाँ देख्न सकिन्छ। विशेष गरी यो दहमा हामी धेरै पौडी खेलियो। मेरो त एकदम स्मरण ताजा नै छ। यो दहमा पौडी खेल्दै गर्दा माथिबाट डाइ फान्दा मेरो निधारमा ठ्याक्कै यो तपाईँहरूलाई देखाउन चाहन्छु। यो मेरो यो दाग छ। यो दहमा पौडी खेल्दा मेरो काटेको दाग हो यो चाहिँ। यो घट्टमा पानी चाहिँ हामीले यहाँबाट थुनेर यो चिनेर लगेका थियौँ। यहाँबाट यता कुलो छ। अहिले यो सबै भेलले यो भत्काएको छ। यो कुलो हुँदै यहाँबाट कुलो थियो, अहिले पुरै यो झाडी भरिएको छ। यो कुलो हुँदै हामीले पानी लिएर पानी घट्ट सञ्चालन गर्थ्यौँ। अहिले यो कुलो लैजाने ठाउँ नै कुलो भएको ठाउँ सबै माथिबाट पहिरो आएर सबै पुरेको छ। यो भिर भएको छ, यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, अहिले हामीहरू यो ठ्याक्कै हाम्रो घट्ट भएको ठाउँमा आएका छौँ। घट्टको जाँतो यहाँ देख्न सक्नुहुन्छ। विशेष गरी म यो चुनावी माहौलमा गाउँमा आएको बेलामा यो घट्टको जाँतो व्यवस्थापनको लागि हामीहरू आएका छौँ। यो इतिहास हो एउटा। यो घट्टले हामीहरूलाई हुर्काउनको लागि हामीलाई केही आर्थिक हामीलाई सहयोग गरेको छ। हामीले यहाँ असार साउन भदौ असोज लगभग 4 महिना हामीले घट्ट सञ्चालन गर्थ्यौँ। घट्ट सञ्चालन गर्दाखेरि हामीहरूले पैसा लिने चलन थिएन। त्यो बेला एक पाथी मकैको आधा माना मकै पिसे बापत हामीले लिने गर्थ्यौँ। एकदम टनाटन मकै पिस्ने मानिसहरूको यता तिप्लसे, डाँडा, सिर्काङ, सातले, छाँगादी लगायत सम्पूर्ण यहाँ मकै पिस्न आउनुहुन्थ्यो। हामी रातभरि पनि यहाँ यो खोला किनारमा मकै पिसेर बस्थ्यौँ। लगभग हामीले 4 महिना घट्ट सञ्चालन गर्दाखेरि 10-12 मुरी मकै सङ्कलन गर्थ्यौँ र त्यो हामीले बेचेर हामीले जीविका आर्जन गर्थ्यौँ। अहिले हामीहरू यो घट्टको विशेष गरी यो घट्टको जाँतो यो इतिहासलाई हामीले नमेटिनको लागि यो जाँतो घरमा लगेर व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ। आज तपाईँलाई म स्मरण गराउन चाहन्छु। यो धेरैले हाम्रो कुर्गेली दाजुभाइहरूलाई सबैलाई यो याद छ। उहाँहरूलाई पुरानो स्मरण पनि याद हुनेछ। देख्न सक्नुहुन्छ यो पारिपट्टि पुल रहेको छ। यो हामी स्कुल पढ्दाखेरि यो पुल चाहिँ थिएन, अहिले चाहिँ राम्रो पुल बनेको छ। हामी स्कुल जाँदाखेरि यहाँ काठे पुल थियो, कहिले भत्किन्थ्यो। हामी खोला तरेर जान्थ्यौँ कहिलेकाहीँ। फेरि यहाँबाट यो पानी आउँथ्यो, यहाँ मदानी हुन्थ्यो घट्टको। माथिबाट पानीको फोर्सले यो जाँतोमा मदानीमा हानेपछि यो जाँतो सञ्चालन हुन्थ्यो। आज हामीहरू यो जाँतो लैजाने तयारीमा रहेका छौँ। हाम्रो रुद्र भाइ, हाम्रो कान्छो भाइ, अमर छेत्री भाइ, हामी यहाँ आएका छौँ। वास्तवमा यो एकदम स्मरणीय कुरा हो। मलाई एकदम याद छ यो घट्ट सञ्चालन गरेको। हेर्न सक्नुहुन्छ यो घट्टको यो राख्ने ठाउँ हो। यहाँ भाइहरूले कसरी लैजाने कसरी बोक्ने भनेर यहाँ गर्दै हुनुहुन्छ। अब यो नाम्लोले बोकेर लाने भयो होइन? यसरी हामीले बोकेर यो जाँतो लिएर जाँदैछौँ। यसरी यो जाँतो बोकेर हामीले लाँदैछौँ।
कतिको गरुङ्गो छ रुद्र यो हल्का छ हल्का खासै गरुङ्गो छैन नि जम्मा क्विन्टल होला 1 क्विन्टल त होला ढुङ्गो हो